खुसी खुसी खुसियाली खुसी खुसियाली खुसियाली खुसी। हेलो नानीहरू। वाउ, यो इमोजीबाट तपाई कस्तो भावना भन्न सक्नुहुन्छ? यो खुसी देखिन्छ, सायद अलिकति आश्चर्य पनि। ठीक छ, भावनाहरू के हुन्? भावनाहरू ती प्रतिक्रियाहरू हुन् जुन हामीले विभिन्न प्रकारका परिस्थितिहरूको प्रक्रियामा अनुभव गर्छौं। उदाहरणका लागि, जब तपाई आफ्नो परीक्षामा पूर्ण अङ्क प्राप्त गर्नुहुन्छ तब तपाई खुसी अनुभव गर्नुहुन्छ। यो बारेमा के त? जब तपाईलाई कुकुरले लखेट्छ तब तपाई डर अनुभव गर्नुहुन्छ। 1972 मा मनोवैज्ञानिक पल एकम्यानले भनेका थिए कि 6 वटा आधारभूत भावनाहरू छन् जुन संसारमा सबैले बुझ्छन्, र ती हुन् खुसी, दुःख, क्रोध, डर, चकित र घृणा। बाइबलले हामीलाई बताउँछ कि येशूले सबै प्रकारका भावनाहरू अनुभव गर्नुभयो। येशू खुसी हुनुभयो जब उहाँले आफ्ना 72 जना साधारण चेलाहरूलाई परमेश्वरको राज्यको शक्तिमा मानिसहरूलाई सेवा गर्न सक्षम भएको देख्नुभयो। येशू कप्तानको विश्वास देखेर छक्क पर्नुभयो, जसले येशूलाई भन्नुभयो, केवल वचन दिनुहोस् र उहाँको सेवक निको हुनेछ। जब येशूले मानिसहरूलाई परमेश्वरको घरमा बेचबिखन र व्यापार गरिरहेको देख्नुभयो, उहाँ रिसाउनुभयो, जबकि त्यो उपासना स्थल हुनुपर्ने थियो। लाजरसको मृत्यु भएको कुरा सुनेपछि येशू दुखी हुनुभयो र उहाँ रुनुभयो। परमेश्वरले हामीलाई भावनाहरू सहित सृष्टि गर्नुभयो ताकि हामी आफूलाई पूर्ण रूपमा व्यक्त गर्न सकौं। हाम्रा भावनाहरूले हामी कसरी बाँच्छौं र प्रत्येक दिन निर्णय गर्छौं भन्ने कुरालाई असर गर्छ। त्यसैले तिनीहरूसँग कसरी व्यवहार गर्ने भनेर सिक्नु धेरै महत्त्वपूर्ण छ र यसले हाम्रो जीवनलाई सजिलो बनाउन सक्छ। त्यसैले भावना अन्वेषकहरूको यो नयाँ श्रृङ्खलामा आउनुहोस्, हामीसँगै हाम्रा भावनाहरूको बारेमा थप अन्वेषण गरौं। उचाइ, माकुरा, ब्वाँसो। मलाई अँध्यारोसँग डर लाग्छ। डाइनोसोरस। मानिस भएकोले हामी सबै डरसँग सङ्घर्ष गर्नेछौँ। डरकै कारण जब तपाईँ एक्लै हुनुहुन्छ, तपाईँ आफ्नो ओछ्यान मुनिको कालो राक्षसहरूबाट डराउनु हुन्छ। जोकरसँगको डर, किरासँग वा तपाईले माया गर्ने कसैलाई केही हुन्छ भन्ने कुराको डर। जब म सानो थिएँ, म मृत्युसँग डराउँथे। म मेरा प्रियजनहरूलाई एकै गरी गुमाउन डराउँथे। मलाई सबैले एक्लै छोडेर जान्छन् भन्ने डर। र यदि तपाईँ डराउने व्यक्ति हुनुहुन्छ भने डराउनु पर्ने सयौं चिजहरू छन्, र प्रत्येक प्रकारको डरलाई रोचक नाम दिइएको छ। उदाहरणको लागि, पानीको डर, हाइड्रोफोबिया। उचाइको डर, एक्रोफोबिया। बन्द ठाउँहरूको डर, क्लस्ट्रोफोबिया। जनावरहरूसँगको डर, जूफोबिया। परमेश्वरलाई थाहा थियो कि हामी डरसँग सङ्घर्ष गर्नेछौँ, किनभने हामी पापको अँध्यारो संसारमा बाँचिरहेका छौँ। यद्यपि डर शब्द बाइबलमा 326 पटक उल्लेख गरिएको छ। तथापि बाइबलले हामीलाई यो पनि बताउँछ कि परमेश्वरले नडराऊ भन्नुहुन्छ। वास्तवमा डराउनु हुँदैन भन्ने शब्दहरू बाइबलमा 365 पटक देखा पर्दछ। डर भन्ने शब्द भन्दा पनि धेरै पटक। त्यसैले डराउनु हुँदैन र हाम्रो बाइबल स्मृति पदबाट प्रोत्साहन हुनुहोस्, जसले भन्छ, तँलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, नडरा, निराश नहो, किनकि त जहाँ गए पनि परमप्रभु तेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। लिएको छ यहोशू 1 अध्यायको 9 पदबाट। त्यसैले नानीहरू, हामी डराउनु पर्दैन, किनभने परमेश्वरले प्रतिज्ञा गर्नु भएको छ कि हामी जहाँ गए पनि उहाँ हाम्रो साथमा हुनुहुन्छ। अब जब हामीलाई डर लाग्छ, हामी के गर्छौं? आज मसँग केही रङ्गीन पानी र एउटा ग्लास छ। म यो ग्लासमा केही पानी खन्याउन जाँदैछु र मैले यसो गर्दै गर्दा म चाहन्छु कि तपाईले कल्पना गर्नुहोस् कि पानीले तपाईलाई हुन सक्ने विभिन्न प्रकारका डरहरूलाई प्रतिनिधित्व गर्दछ। के तपाईँ तयार हुनुहुन्छ? अब हामी मध्ये धेरैजना एक भन्दा बढी डरसँग सङ्घर्ष गरिरहेका छौँ। हामी यो कुराहरूसँग डराउँदछौँ: किराहरू, गर्जन र चट्याङसँग, कीटाणु र रोगहरूसँग, भिडभाडहरू भएको ठाउँमा, एक्लो हुनु पर्दा, अँध्यारो हुने ठाउँमा, असफलताको डर र आफ्नो परीक्षामा नराम्रो गरेकोमा डर। अब नानीहरू, हामी साहसी हुन सक्छौं किनभने परमेश्वर हामीसँग हुनुहुन्छ। बाइबलले पहिलो पत्रुस अध्याय 5 को 7 मा भन्दछ,
तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। हाम्रा सबै फिक्रीहरू उहाँलाई सुम्पिदिनु भनेको अर्थ हाम्रा सबै चिन्ता, फिक्री र डर उहाँलाई दिनु हो, किनभने उहाँले तपाईँको ख्याल राख्नुहुन्छ। अब नानीहरू, यहाँ भएको यो कार्डबोर्डको टुक्रालाई कल्पना गर्नुहोस्। यसले हाम्रो प्रार्थनालाई प्रतिनिधित्व गर्दछ। हामी हाम्रा प्रार्थनाहरू लिन सक्छौँ र तिनीहरूलाई हाम्रो डरको माथि राख्न सक्छौँ। अब आउनुहोस् हेरौँ के हुन्छ। वाउ, पानी ग्लासको बाहिर पोखिएन। वास्तवमा ग्लासभित्र भएको हावाले सक्सन पैदा गर्दछ र यसले हामीलाई पवित्र आत्माको सम्झना गराउँदछ। ग्लासभित्र भएको हावा पवित्र आत्मा जस्तै हो। हामी यसलाई देख्न सक्दैनौँ, तर यो सधैँ हाम्रो सुरक्षा र हामीलाई बचाउनलाई उपस्थित छ। यसको मतलब यो होइन कि हामी कहिले डराउने छैनौँ, तर हामीलाई थाहा छ कि पवित्र आत्माको साथ हाम्रो डर नियन्त्रण बाहिर जाने छैन र हाम्रो जीवन बर्बाद गर्ने छैन। अब नानीहरू, जब हामी परमेश्वरमा भरोसा गर्न सिक्छौँ, हामी हाम्रा सबै डरहरूमाथि विजय हुन सक्छौँ, किनभने परमेश्वरसँग हामी हाम्रा डरहरू परमेश्वरमा राख्न सक्छौँ र उहाँले हामीलाई साहसी हुन मद्दत गर्नुहुन्छ। ठिक छ नानीहरू, हामी सबै प्रकारका चिजहरू र परिस्थितिहरूबाट डराउन सक्छौँ। मलाई याद छ, जब म धेरै सानो थिएँ, म रातमा एक्लै शौचालय जान डराउने गर्दथे। तर मलाई थाहा छ यो डरले मेरो जीवनलाई नियन्त्रण गर्नु हुँदैन। त्यसैले तपाईँले सामना गरिरहनु भएको जस्तो सुकै डर भए तापनि यसलाई आफ्नो जीवन नियन्त्रण गर्न वा बर्बाद गर्न नदिनुहोस्। बरु परमेश्वरमा भरोसा गर्न सिकौँ, किनभने परमेश्वरले हाम्रो ख्याल राख्नुहुन्छ र उहाँ हामीलाई बचाउन र सुरक्षित राख्न चाहनुहुन्छ। त्यसो भए के तपाईँ आज आफ्नो जीवनमा कुनै डरको सामना गर्दै हुनुहुन्छ? बाइबल स्मृति पदले के भन्छ सम्झनुहोस्। तँलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, नडरा, निराश नहो, किनकि त जहाँ गए पनि परमप्रभु तेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। हाम्रो डर परमेश्वरलाई सुम्पौँ र जानौँ कि हामी बलियो र साहसी हुन सक्छौँ, किनभने उहाँ हामीसँग हुनुहुन्छ। के हामी प्रार्थना गरौँ? प्रिय प्रभु, म तपाईँलाई मेरो डर त्याग्छु। अब नानीहरू, परमेश्वरलाई तपाईँको डर भन्नुहोस्। के यो अँध्यारोको डर हो? के यो परीक्षाको डर हो? अहिले नै परमेश्वरलाई भन्नुहोस्। मसँग मिलेर यो भन्नुहोस्। यो डरले मेरो जीवनलाई नियन्त्रण गर्न सक्दैन। मलाई बलियो र साहसी हुन मद्दत गर्नुहोस्। म डराउनु पर्दैन, किनभने परमेश्वर तपाईँ सधैँ मेरो साथमा हुनुहुन्छ र तपाईँले मेरो ख्याल राख्नुहुन्छ। येशूको नाममा आमेन।